कङ्ग्रेचुलेसन्स तिम्रो भर्खरै रिसेन्ट ग्रेजुएट हैन कहिलेबाट पढाइ सुरु गरे हो तिमीले मैले चाहिँ सेप्टेम्बर अफ 2024 बाट पढाइ सुरु गरेको थिएँ हजुर अनि अहिले 2 वर्षको पढाइ सक्यो मेरो अहिले PGWP को प्रोसेसमा छु प्रोसेसमा छ अब वर्क परमिट आउँछ हैन अनि त्यसपछि 3 वर्षसम्म भित्र आफ्नो एउटा सेटलमेन्ट सकिन्छ अनि यो क्यानाडा आउने तिम्रो सपना कसरी पूरा भयो त क्यानाडा कसरी कोर्स सेलेक्सन भयो अनि यसको बारेमा थोरै भन्दियौ न सो मैले चाहिँ कम्प्युटर सिस्टम्स टेक्निशियन कोर्स पढेको हो बिग ब्याङ कन्सल्टेन्सी थ्रुबाट मलाई प्यासेज भनेर इन्ट्रोड्युस भयो प्यासेज चाहिँ एउटा इन्टरनेसनल स्टुडेन्टहरूलाई लोन दिने प्लेटफर्म हो धेरै विद्यार्थीहरू चाहिँ कसरी यत्रो ह्युज अमाउन्ट लोन तिर्ने होला हैन जाने बित्तिकै कसरी पढाइको एउटा एक्सपेन्स हुन्छ त्यसपछि फेरि लिभिङ कस्टहरू हुन्छ अनि तिमीलाई चाहिँ यो जसरी एउटा पढुन्जेलमा एउटा फाइनान्शियल स्ट्रेसबाट मुक्ति पाउनलाई यो प्रोसेसले तिमीलाई सहयोग गर्यो कि अथवा यो कस्तो लाग्यो मलाई चाहिँ अनेस्टली मलाई जुन लेभलबाट विद्यार्थी भएपछि विदेश गएपछि असाध्यै गाह्रो हुन्छ असाध्यै दुःख हुन्छ मलाई चाहिँ सुरुमा आउनु बित्तिकै सपोर्ट थियो नि त फाइनान्शियल सपोर्ट थियो सेक्युरिटी थियो त्यही भएर मलाई त्यस्तो स्ट्रेस नै फिल भएन लिभिङ कस्ट र अकोमोडेसनको पनि सहायता थियो अनि मेरो ट्युसनहरू पनि ख्याल भइरहेको थियो त्यसैले मेरो ओन्ली रेस्पोन्सिबिलिटी चाहिँ कसरी राम्ररी पढौँ अनि कसरी जब सेक्योर गरेर कसरी पैसा सेभ गर्न थालौँ मात्र थियो मेरो प्रायोरिटीहरू मेरो प्यासेजले चाहिँ मेरो 2टा फन्ड्स दिएको थियो मलाई लिभिङ अकोमोडेसन एउटा चाहिँ ट्युसन फिसको लागि त्यसो भएर मैले चाहिँ कहिले ट्युसन फिस दिइनँ मैले चाहिँ मन्थली पेमेन्ट गरिराखेँ होइन प्यासेजलाई त्यो गरेर चाहिँ मलाई स्ट्रेस भएन नम्बर 1 नम्बर 2 मलाई फाइनान्शियल सेक्युरिटी भयो नम्बर 3 चाहिँ मलाई इनफ टाइम भयो हुन्छ नि मेरो पढाइ र मेरो जबमा फोकस गर्नको लागि त्यही त धेरैजनाहरूलाई अहिले हामीले त्यही भनिरहेका छौँ कि तिमीसँग राम्रो एकाडेमिक छ र आइएल्समा एउटा रिक्वायरमेन्ट लेभल मिट गर्छ भने हामीले तिमीहरूलाई लोन गर्न सक्छौँ जसले गर्दा तिमीलाई पढाइमा फोकस होस् पैसाको कारणले गर्दाखेरि चाहिँ म क्यानेडियन डिग्री लिन बाट वञ्चित नहुँ भन्ने हुन्छ अहिले एकाडेमिकली राम्रो छ तर यो भिजा रिक्वायरमेन्टको लागि फाइनान्स म्यानेज गर्न नसक्नेको लागि तिमीले आफ्नो एक्सपिरियन्स भन्दाखेरि चाहिँ के छ यो बाटोबाट ठिक छ अहिले उनीहरूलाई आउनको लागि मैले चाहिँ हुन्छ नै भन्छु हैन अभियसली आफ्नो मेन्टली स्ट्रङ पनि हुनुपर्छ लोन हो एट द एन्ड अफ द डे लोन नै हो हैन जस्ट बिकज अहिले तिर्नु पर्दैन भन्दैमा आफूलाई डिले गर्ने पनि हुँदैन अभियसली एट द एन्ड अफ द डे इट इज अ लोन तर अहिलेको लागि मलाई असिस्टेन्स भइरहेछ सहयोग भइरहेछ सेक्युरिटी भइरहेछ एट द एन्ड अफ द डे मलाई यो सबै कुराहरू अभाइलेबल छ भने म किन यो अपर्च्युनिटी दिदिनँ त भन्ने चाहिँ मेरो हो म चाहिँ रेकमेन्ड गर्छु किनभने मलाई चाहिँ इन्सेक्योर हुन्छ नि अब कसरी गर्ने होला यो के गर्ने होला भनेर स्ट्रेस चाहिँ भएन अभिलाषालाई थाहा पनि होला जस्तो तिमीसँग कुनै टाइम यसले एउटा पेमेन्ट प्लान जुन लङ रेन्ज राखेको छ तर तिमीसँग अभाइलेबल फन्ड छ भने अर्ली पेमेन्ट गर्यो भने पनि यसमा पेनल्टी लाग्दैन हैन कतिपयले चाहिँ एउटा इन्ट्रेस्ट एकुमुलेट गरेर पे गराउँछ भने त्यो गर्नु पर्दैन जुन बेला आफू एबल हुन्छ यो लोन पे अफ गर्न आई डोन्ट वान्ट टेक इट भनेपछि अनि आफ्नो काम सकिएपछि हामीले पे गरे पनि भयो र एज अ इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ यो लोन हुँदैन स्क्याम पो हो कि भन्छ तर इट्स अ जेन्युन लोन इट्स अ जेन्युन लोन हो म नै लाइभ एक्जाम्पल छु हैन जेन्युन हो भनेर किन भन्दा मैले प्यासेजबाटै क्यानाडा आएँ हैन प्यासेज चाहिँ मेरो 2 वर्षको फी तिर्यो अब म ग्रेजुएट भइसकेँ त्यही भएर स्क्याम चाहिँ हैन म आफै रियल लाइफ एक्जाम्पल छु त्यही त हामीले धेरैजनालाई सपोर्ट गरेको छौँ अरू पनि विद्यार्थीहरू पाइपलाइनमा पनि हुनुहुन्छ र तिमी चाहिँ एउटा हाम्रो फर्स्ट ग्रेजुएट हो यो पाथवेबाट त्यही भएर पनि आज एकदमै भेट्न मन लागेर ढिलो भए पनि भेट भयो एज अ इन्टरनेसनल स्टुडेन्ट तिम्रो आफ्नो एक्सपिरियन्स चाहिँ के रह्यो त क्यानाडामा जस्तो कसरी आफू हुन त यो हरेक इन्डिभिजुअलको डिफ्रेन्ट एक्सपिरियन्स हुन्छ होइन कसैले सधैँ दुःख मात्रै भइरहेको देख्छु कोही मान्छेहरूले आफूलाई त्यसैभित्र पनि रमाइरहेको देख्छु यसमा कस्तो लागिरहेछ तिमीलाई वेदरको हिसाबमा अथवा अरू हिसाबमा यस्तो हुन्छ घरबाट टाढा भएपछि अभियसली एक्सपेक्टेसन भर्सेस रियालिटी भइहाल्छ हैन मलाई मात्र हैन अब इभन यहाँ रेजिडेन्टलाई नै हुन्छ होला सायद विन्टर पनि एकदमै कडा छ क्यानाडाको आफ्नो पुरै सिस्टम नै हुन्छ नि सिजनल डिप्रेसन हुने खालकै छ किन भन्दा कसैले वार्न गर्दैन नि त हामीलाई यहाँ आउँदाखेरि यस्तो गाह्रो विन्टर छ खालि ग्रे र ब्ल्याक छ भनेर आफूले चाहिँ मनमा हुन्छ नि एउटा एम राख्नुपर्छ जसरी भए पनि हुन्छ नि यो असाइनमेन्ट बुझाउँछु जसरी भए पनि यो काम गर्छु यदि सेभ गर्छु
आफ्नो टार्गेट्सहरू आफ्नो गोल्सहरू बजेट चाहिँ स्ट्रिक्ट राख्नुपर्छ होइन बााउन्ड्रिजहरू होइन अनि आफूलाई हुन्छ नि टाइम दियो भने सबै गर्यो भने पेसेन्ट पनि हुनुपर्छ यहाँ असाध्यै एकदमै आफ्नो हराइजन चाहिँ ब्रडन हुन्छ एकदमै सबै इन्डिपेन्डेन्ट आफैले गर्ने हो क्यानाडामा पेट्रोल पनि आफै हाल्ने हो त्यही भएर अभियसली इन्डिपेन्डेन्ट चाहिँ हुन्छ सानो ब्रेक पछि अनि अहिले जति पनि विद्यार्थीहरूले यो जबको कुरा पाइँदैन पाइन्छ होइन भन्ने कुराहरू गरिरहेछ अनि कतिपयले खोज्दा फ्रस्ट्रेसन पनि भन्छ विद्यार्थीहरूले मैले जबै पाएन भनेर तिमीले त आएदेखि जब पनि गरिरहेछौ के कस्तो एक्सपिरियन्स कस्तो भयो तिम्रो मेरो चाहिँ आई थिङ्क मैले 4-5वटा जब गरिसकेँ बरिस्टा गरेँ सर्भर गरेँ अनेस्टली मेरो बाटोमा जे पनि आएको छ त्यो सबै गरेको छु मैले दिउँसभरि बसेर ल्यापटपमा मात्र अप्लाई गरेर इन्डिड लिङ्क्डइनमा मात्र अप्लाई गरेर चाहिँ हुँदैन त्यो बाटो भएन भने अर्को बाटोबाट जानुपर्छ एउटै बाटोबाट भएन भने अर्को बाटोबाट जानुपर्छ फर इक्जाम्पल आफ्नो रेजुमेहरू ड्रप गर्नु पर्यो हजुर कुन ठाउँलाई कतिखेर के चाहिएको हुन्छ भनेर हामीलाई थाहा हुँदैन होइन अनि जहिले पनि अर्को पनि के यो चाहिँ अलिकति मेन्टल एडभाइस हो तर के एडभाइस दिन्छु भन्दा कुनै मान्छेले चाहिँ ए मेरो जब लागेन भनेर भन्यो भने मेरो चाहिँ लाग्छ उसको चाहिँ एडभाइस नलिनु खालि आफ्नो दिमागमा चाहिँ पोजिटिभ हुनुपर्छ किन भन्दाखेरि अरूको लकले आफूलाई चाहिँ कम्पेयर गर्नु हुँदैन त्यही त कहिले जब फेयरहरू हुन्छ नेटवर्किङ गर्ने आफूले गर्न खोजेको फिल्डमा सिनियर दाजुभाइहरू छ दिदीबहिनीहरू अनि जहिले पनि आफ्नो साथीहरूलाई आफ्नो हुन्छ नि अराउन्डको मान्छेहरूलाई जहिले पनि सोध्यो भने उसको रेस्टुरेन्टमा के भएर हुन्छ आफूलाई थाहा हुँदैन नि त त्यही भएर जहिले पनि सोध्नुपर्छ चाहिरहेको हुनसक्छ राइट टाइममा राइट मान्छेसँग भेट भयो भने त्यहाँ फेरि हजुर मैले पनि म चाहिँ अहिले सर्भरको काम गर्छु रेस्टुरेन्टमा त्यो चाहिँ मैले साथीबाटै पाएको मैले साथीलाई खालि ए मलाई जब चाहिरहेको छ त्यसपछि उसले मलाई जब लगाइदिएको हो अनि त्यहाँ चाहिँ मैले 6 महिना भइसक्यो काम गरेको त्यसैले जहिले पनि सोध्नुपर्छ होइन धेरै विद्यार्थीहरूले कतिपय कुराहरू आफ्नो साथीभाइको मात्र सुनेर प्रोफेसनल निड अथवा त्यो खालको ठाउँमा नगएर पनि दुःख पाइरहेको देख्छु होइन कतिपय जस्तो पिजिडब्ल्यू अप्लाई गर्दाखेरि पनि सानो सानो मिस्टेकले गर्दाखेरि उनीहरूको एउटा ब्याक फर्केर फेरि त्यसलाई करेक्सन गर्न पनि नसकिने अवस्थामा पुगिरहेको हुन्छ त्यही भएर सर्भिसहरू छ यहाँनिर त्यो पाउने राइट प्लेसहरूमा गएर सम्पर्क गर्यो भने कहिले कहिले आफूलाई आफ्नो लाइफलाई इजी हुन्छ हामीले त आफ्नो लाइफ इजी बनाउँदै जानु पर्यो र अब बहिनीको पिजिडब्ल्युपी को लागि फेरि शुभकामना अब चाँडै अहिले त पहिला त धेरै वेट टाइम थियो अहिले अलिक कम पनि भइरहेको छ त्यसपछि 3 वर्ष टाइम हुन्छ 3 वर्षभित्र पिआर सेटल भइ नै हाल्छ तिमीले अब एउटा फ्रेन्ड्सको पाथवे पनि अलिकति मोटिभेटेड छौ भनौँ न मल्टिलिङ्गुअल हुन मान्छेलाई यहाँ धेरै बेनिफिटहरू पनि छ गभर्मेन्ट पोजिसनहरूदेखि लिएर अन्य सेक्युर जबहरू पाउँछ त्यसको लागि पिआर पाथवे पनि सजिलो छ र अब हाम्रो बिग ब्याङ इमिग्रेसनले सदैव हेल्प गर्छ आउनु होला र अरू कुनै केही भन्नु छ अब क्यानाडाको बारेमा यहाँको पढाइको बारेमा अथवा यहाँको जब लाइफस्टाइल कुनै कुरा तिमीलाई लागेको छ भने फ्लोर इज योर्स मेरो चाहिँ सबसे बिगेस्ट एडभाइस भन्छु है जसलाई पनि लाइक दिस गोज टु एभ्रीवन होइन नेपाली होस् इन्डियन होस् पाकिस्तानी होस् जसुकै होस् तर कहिले पनि आफ्नो बबलमा मात्र चाहिँ नरहनु होइन चाहिँ अब नेपाली छ नेपाली साथीहरू छ नेपाली कम्युनिटी छ भन्दैमा नेपाली बबलमा मात्र लड्नु पर्दैन जहिले पनि always look for someone you don't know or something you've not done yet होइन किन भन्दाखेरि आफ्नै बबलमा त नेपालमा नि बसिरहेको थियो नि तर यहाँ त अनकम्फर्टेबल भएर ग्रो गर्न आएको हो नि त त्यसैले जहिले पनि नयाँ कुराहरू गरिरहनु जहिले पनि आफ्नो बबलमा चाहिँ नबसिरहनु सेफ जोनमा मात्र नबस्ने आफूले केही कुरा सिक्छु मोटिभेटेड भएर ट्राई गर्यो भने इट्स अ ह्युज प्लेटफर्म राम्रो कुराहरू क्याच गर्न सकिन्छ र इजी बनाउन सकिन्छ नेगेटिभिटीमा मात्र कुद्नु भएन सफर मात्र कुद्नु भएन त्यहाँ सबैलाई सधैँभरि त्यो भइरहँदैन त्यसैले बी प्रोग्रेसिभ होइन त्यही भएर सधैँखेरि त फर्स्टमा हामी अब धेरै मान्छेहरू यहाँ स्टुडेन्टमा मात्र आएको हुँदैन यहाँ वर्कमा पनि आएको हुन्छ डाइरेक्ट पिआर भएर पनि आएको हुन्छ होइन र पनि उनीहरूले यो नयाँ ठाउँमा आएर सिक्नु नै पर्छ कि हिँड्नदेखि लिएर हामी सिक्यौँ नि त टोकन लिएर कसरी ट्रेन सबवेमा जाने होइन यो कुराहरू हाम्रो लागि न्यू थियो नेपालमा नभएको त्यसैले यो नयाँ कुरा सिक्छु भन्दाखेरि डराउनु भएन र त्यसलाई प्रोग्रेस गर्दै जान्छु क्याच गर्दै जान्छु भन्यो भने इजी हुँदै जान्छ अल द बेस्ट सबैजनालाई
जो नयाँ विद्यार्थीहरू भर्खरै ग्रेजुएट हुनुभएको छ बिग ब्याङबाट पनि हामीले सहयोग गर्न पाएको छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद र बहिनी अभिलाषालाई पनि उत्तर प्रगति। Cheers. Thank you. Thank you for being here today.